अहिलेको अवस्थामा आएर हेर्ने हो भने तपाईहरु यस्तो कोही पनि हुनुहुन्न जोसँग बैंक खाता नभएको होस्। तर के तपाईहरुलाई थाहा छ बैंक खाताका प्रकारहरु नर्मली नेपालमा अहिलेको हिसाबमा हेर्ने हो भने बैंक खाताका प्रकारहरु कस्तो बैंक खातासम्म खोल्न सक्नुहुन्छ तपाईले भन्ने कुरा। कतिपयलाई थाहा नहुन सक्छ बैंक खाता एक्चुअली कति प्रकारका हुन्छन् र यसले कसरी काम गर्छ भन्ने र एक्ज्याक्टली कुन बैंक खाताले चाहिँ कस्तो काम गर्छ के कसरी काम गर्छ र एक्ज्याक्टली के को लागि युज गरिन्छ भन्ने कुराहरु धेरैलाई थाहा नहुन सक्छ। मलाई पनि केही वर्ष अगाडिसम्म यो कुराहरु थाहा नै थिएन किनकि म त्यो कुराहरुमा इन्ट्रेस्ट देखाएन भनौं या मैले कुनै पनि कुराहरुको नलेज लिइन चाहिन कतैबाट पनि। सो मलाई पनि केही समय अगाडिसम्म बैंकिङहरुको बारेमा केही पनि थाहा थिएन। यस्तै म जस्तै तपाईहरु कति हुनुहुन्छ जो तपाईहरुलाई बैंकिङहरुको नलेज नहुन सक्छ उहाँहरुको लागि चाहिँ यो भिडियोले हेल्प गर्न सक्छ र तपाईहरुसँग अहिले नर्मली भइरहेको खाता प्राय जसोको चाहिँ नर्मल सेभिङ अकाउन्ट नै हुन्छ। हो नर्मल सेभिङ अकाउन्ट म्याक्सिमम मान्छेहरुले खोल्ने भनेको नि नर्मल सेभिङ अकाउन्ट हो र हामीहरुसँग भएको खाता नि नर्मल सेभिङ अकाउन्ट। धेरै जसोलाई थाहा नहुन सक्छ र नमस्ते यहाँहरुलाई स्वागत छ मेरो यो भिडियोमा र यदि तपाईहरुसम्म मेरो यो भिडियो आइसक्यो भने एकछिन भए पनि तपाईहरुले टाइम दिएर यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र आज म नेपालमा भएका 6 वटा बैंक खाताका प्रकारहरुको बारेमा कुरा गर्दै छु। यदि तपाईहरुले अहिलेसम्म पनि मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुस् र फेसबुक इन्स्टाग्राम र टिकटकमा गएर मनी माइन्डेड नेपाललाई फलो गर्न नबिर्सनु होला। र आज कुरा गरौँ हामीले बैंक खाताका प्रकारहरु। नर्मली बैंक खाताका प्रकारहरु 6 वटा हुन्छन्। अहिले हामीसँग भइरहेको बैंक खाता भनेको धेरै जसोसँग चाहिँ नर्मल सेभिङ अकाउन्ट हो र यो स्पेशली के को लागि काम गर्छ यसले कसरी काम गर्छ र यो स्पेशली कस्तो मान्छेहरुको लागि युजेबल हुन्छ भन्ने कुराहरु पनि हामी विस्तारै गर्नेछौं। र 6 वटा बैंक खाताका प्रकारहरु म तपाईहरुलाई क्रमशः भन्नेछु। नम्बर 1 मा पर्न आउँछ नर्मल सेभिङ अकाउन्ट जुन मैले भर्खर तपाईहरुलाई भनिसके। नर्मल सेभिङ अकाउन्ट नम्बर 1 मा पर्न आउँछ र 2 नम्बरमा भयो करेन्ट अकाउन्ट, 3 नम्बरमा भयो फिक्स्ड डिपोजिट, 4 नम्बरमा भयो फरेन करेन्सी अकाउन्ट र 5 नम्बरमा भयो रिकरिङ अकाउन्ट र 6 नम्बरमा पर्न आउँछ माइनर अकाउन्ट। तपाईहरुलाई थाहा छ यिनीहरुले कसरी काम गर्छ र यिनीहरु के को लागि युजेबल छ भन्ने कुराहरु म तपाईहरुलाई 1 बाइ 1 ब्रेकडाउन गर्नेछु। र आउनुस् हामी नर्मल सेभिङ अकाउन्टको बारेमा कुरा गरौँ। नर्मल सेभिङ अकाउन्टले कसरी काम गर्छ भने यसमा तपाईहरुले पैसा जम्मा गर्न सक्नुहुन्छ, चाहेको बेला जम्मा गर्न सक्नुहुन्छ, चाहेको बेला निकाल्न सक्नुहुन्छ। यसमा ब्याज दर त्यति धेरै हुँदैन। यो अकाउन्टले दिने इन्ट्रेस्ट रेट भनेको चाहिँ 3 देखि 4, 5 सम्म हुन्छ। धेरै यो अकाउन्टमा धेरै इन्ट्रेस्ट रेट पाइदैन किनकि यो नर्मल सेभिङ अकाउन्ट के को लागि युजेबल हुन्छ भने इमर्जेन्सी फन्ड जस्तै तपाईहरुको डेली लाइफमा चाहिने सरसामग्रीहरु किन्न होस् या इमर्जेन्सी फन्ड तपाईको आपतकालीन समयको लागि पैसा जम्मा गरेर राख्नको लागि यो नर्मल सेभिङ अकाउन्टले एकदम युजेबल हुन्छ किनकि यसमा तपाईहरुले चाहेको बेला आफ्नो फन्ड चाहिँ विथड्र गर्न सक्नुहुन्छ। यो नर्मल सेभिङ अकाउन्ट र यसमा धेरै ब्याज दर हुँदैन। र अर्को करेन्ट अकाउन्ट भनेको चाहिँ के हो भने करेन्ट अकाउन्ट स्पेशली भनेको बिजनेस व्यापार यदि तपाईहरुले कुनै व्यापार व्यवसाय गर्दै हुनुहुन्छ भने तपाईले आफ्नो व्यापार व्यवसायको नाममा चाहिँ यो अकाउन्ट खोल्न सक्नुहुन्छ करेन्ट अकाउन्ट। यसमा चाहिँ ब्याज दर चाहिँ हुँदैन तर तपाईहरुले चाहिँ एक दिनमै धेरै ट्रान्सलेक्सनहरु गर्न सक्ने, चाहेको बेला विथड्र गर्न सक्ने, जति मन लाग्यो त्यति विथड्र गर्न सक्ने र धेरै ट्रान्सलेक्सन गर्न सक्ने यो एउटा अकाउन्ट हो करेन्ट अकाउन्ट जुन हामीले नर्मल सेभिङ अकाउन्टमा चाहिँ लिमिटेसन हुन्छ। त्यो तपाईहरुले एकैचोटी सबै पैसा निकाल्न पाउनुहुन्न नि र यो करेन्ट अकाउन्टमा चाहिँ सबै पैसा एकै दिनमा एकैचोटी निकाल्छु भन्ने नि पाउनुहुन्छ तर यसमा चाहिँ ब्याज कुनै पनि हुँदैन। यो अकाउन्ट चाहिँ व्यापार व्यवसाय गर्नेहरुको लागि चाहिँ एकदम युजेबल छ। र 3 नम्बरमा आउँछ फिक्स्ड डिपोजिट। फिक्स्ड डिपोजिटले कसरी काम गर्छ तपाईहरुलाई थाहा नै छ। धेरै जसोको रोजाइमा पर्ने भनेको फिक्स्ड डिपोजिट हो किनकि यो बैंक अकाउन्टले अरु बैंक अकाउन्टको कम्पेरिजनमा चाहिँ धेरै ब्याज दर दिन्छ। जस्तै 7-8% बैंक अनुसार डिफरेन्ट ब्याज दर हुन्छ। हरेक बैंकहरुको आफ्नै टर्म एन्ड पोलिसी छ हैन। अरु बैंकहरुमा भन्दा बढी ब्याज दर पाइने हुनाले धेरै मान्छेहरुको रोजाइमा पर्न आउने बैंक अकाउन्ट भनेको नि फिक्स्ड डिपोजिट हो। यदि तपाईसँग केही फन्डहरु छ त्यो फन्डलाई तपाईहरु लामो समयसम्म चलाउन चाहनुहुन्न, लामो समयको लागि तपाईलाई यो त्यो फन्ड युजेबल छैन, तपाईले पछिको लागि चाहिँ यो फन्डलाई सङ्कलन गरेर राख्नको लागि चाहिँ फिक्स्ड डिपोजिटले एकदम राम्रो रिटर्न पनि दिन्छ एज अ इन्ट्रेस्ट। यो एउटा समय अवधि तोकिएको हुन्छ। तपाईले जस्तै 3 महिना, 6 महिना, वर्ष दिन, 2 वर्ष, 3 वर्ष हैन आफुलाई जति मन लाग्यो त्यो आफुसँग भएको एउटा पिरियडसम्म आफ्नो पैसालाई लक गरेर राम्रो इन्ट्रेस्टमा राख्छु भन्न चाहनुहुन्छ भने यो फिक्स्ड डिपोजिटमा तपाईहरुले पैसा सङ्कलन गर्नुहुन्छ र यसमा राखेको पैसा चाहिँ तपाईले तोकेको समय अवधि चाहिँ त्यो भन्दा पहिला यदि तपाईले विथड्र गर्न चाहनुहुन्छ भने तपाईलाई पेनल्टी पनि लाग्न सक्छ र यो चाहिँ फिक्स टाइमको लागि चाहिँ तपाईहरुले राखे पछाडी टाइम अवधि पूरा भइसकेपछि मात्रै तपाईहरुले विथ इन्ट्रेस्ट रेट तपाईहरुले आफ्नो पैसालाई एकैचोटी विथड्र गर्न सक्नुहुन्छ। र अर्को नम्बरमा फरेन करेन्सी अकाउन्ट। यो चाहिँ तपाईहरुले कस्तो छ भने स्पेशली विदेशमा बसेर काम गर्नेहरुको लागि चाहिँ युजेबल हुन्छ किनकि यसमा तपाईहरुले चाहिँ हरेक देशबाट काम गरिरहेको हुनुहुन्छ नि त
त्यो देशको मुद्राहरूलाई तपाईहरूले रेमिटान्स मार्फत पठाएर तपाईहरूले चाहिँ यो अकाउन्ट फरेन करेन्ट अकाउन्टमा चाहिँ सेभ गर्न सक्नुहुन्छ। यो चाहिँ विदेशमा रहेर काम गर्नेहरूको लागि चाहिँ एकदम युजेबल छ। र अर्को छ रिकरिङ अकाउन्ट। रिकरिङ अकाउन्टले पनि कसरी काम गर्छ भने यो पनि एउटा फिक्स्ड डिपोजिटकै हाराहारीमा चाहिँ यसले इन्ट्रेस्ट रेट पे गरिरहेको हुन्छ। यसमा इन्ट्रेस्ट रेट राम्रो हुन्छ, तर यसको अर्को नियम भनेको के हो भने यसमा तपाईहरूले समय अवधि तोक्ने हुन्छ। जस्तै मैले 3 महिनामा यति पैसा यहाँनिर आएर डिपोजिट गर्छु भनेर तपाईँले एकचोटि कमिटमेन्ट गर्नुभयो र यो समय अवधिसम्मको लागि मैले यति पैसा यति महिनामा चाहिँ डिपोजिट गर्छु भन्यो भने तपाईँहरूले त्यसरी नै डिपोजिट गर्दै जाने हो। र जब तपाईँहरूको मेजर टाइम रिच हुन्छ त्यो समयमा तपाईँहरूले इन्ट्रेस्ट रेटसँगै यो पैसालाई विथड्र गर्न सक्नुहुन्छ। यसले यसरी काम गर्छ। र अर्को छ माइनर अकाउन्ट। माइनर अकाउन्ट भनेको त बालबालिकाहरूको लागि स्पेसल्ली जो अभिभावकहरूले आफ्ना बच्चाबच्चीहरूको लागि चाहिँ अकाउन्ट खोलिदिएर अभिभावकहरू मेन्टर भएर त्यसलाई अभिभावकहरू स्वयंले त्यसमा ट्रान्जेक्सनहरू जस्तै विथड्र गर्नु पर्यो, डिपोजिट गर्नु पर्यो भने चाहिँ यसमा चाहिँ उनीहरू आफै मेन्टर भएर रेखदेख गर्न सक्ने हुन्छ। र यो अकाउन्टले पनि बच्चाबच्चीहरूको लागि चाहिँ राम्रो इन्ट्रेस्ट रेट दिइरहेको हुन्छ। र यो चाहिँ 18 वर्षभन्दा मुनिकाले मात्रै खोल्न पाउँछ यो माइनर अकाउन्ट। यिनै थिए 6 वटा ब्याङ्क खाताका प्रकारहरू। आज हामीले कुरा गरिहाल्यौँ ब्याङ्क खाताका प्रकारहरू र यिनले कसरी काम गर्छ र के को लागि उपयुक्त हुन्छ। अब तपाईँहरू आफै भन्नुहोस् तपाईँको लागि कुन चाहिँ ब्याङ्क खाता चाहिँ युजेबल छ र तपाईँहरूको नजरमा चाहिँ कुन चाहिँ ब्याङ्क अकाउन्ट चाहिँ राम्रो लाग्यो र तपाईँहरू कमेन्ट गर्न नबिर्सनु होला। र आगामी दिनहरूमा हामीले ब्याङ्कहरूले कसरी पैसा कमाउँछ र ब्याङ्कका प्रकारहरू जस्तो क वर्गका, ख वर्गका, ग वर्गका भन्ने ब्याङ्कहरू हुन्छन्, यिनीहरू भनेको के हो र यिनीहरूले कसरी काम गर्छ भन्ने विषयमा कुरा गर्नेछौँ। अहिलेको भिडियोमा बिदा हुन चाहन्छु। आगामी दिनहरूमा फेरि यस्तै भिडियोहरू लिएर आउनेछु। त्यसको लागि हाम्रो मनी माइन्डेड नेपाललाई फलो गर्न नबिर्सनु होला र यदि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न नबिर्सनु होला। आगामी दिनहरूमा फेरि भेट्नेछौँ। यति भन्दै अहिलेको भिडियोमा बिदा हुन चाहन्छु। हस्त नमस्ते, टेक केयर, बाई।